ये हमारा नामसाई बाजार देखिए, नामसाई डोमेल है। ये हमारा एसएस ब्रो, ये हमारा एसएस ब्रो ये अपना पार्किंग ड्यूटी कर रहे हैं। नाइट इभिनिङ पार्किङ गर्दैछ यो हाम्रो एसएस ब्रो। अब त्यो पार्किङ यता र उता लगाउनु पर्यो। उता हेर्नुस् बाइक पार्किङ, यो यता हेर्नुस् गाडी पार्किङ गर्नुहुनेछ एसएस ब्रोले। यता जाँदैछ दुईजना केटा बजारतिर। यो मेरो चप्पल दुकान हो, यो हो चप्पल, यो हो कपडा दुकान मेरो। बजारको सामने छ हजुर, आउनुस् हेर्नुस् कपडा सपडा लिनुस् कममा होलसेलमा मिलाउँछु। यो जाँदैछ टुकटुकी, खाली टुकटुकी मेरो दोकानको सामनेबाट। हेर्नुस् पार्किङ गऱ्यो एसएस ब्रो फेरि हिलिँदै डुलिँदैछ। यो गयो एउटा दाइ अरे अङ्कल, यता आयो एउटा दाइ, अब गयो एउटा फेरि दाइ टोपी होला उता हेर। अब यो डगीहरू बसिरहेछ एसएस ब्रोको सामने। अब हेर्नुस् गाडी पार्किङ गरेर अब एसएस ब्रो अलिक रिल्याक्स गर्दैछन्। यता दुईजना जाँदैछन्। यो हो पानीपुरी, यो हो चना मटर धेरै छ मलाई। पानीपुरी त पुरा भिड छ, लेकिन चना मटरमा छैन। आयो गाडी, नयाँ गाडी एउटा आयो, फ्रेस गाडी आयो, हेर्नुस् फ्रेस गाडी। यो हो घुम्तीका साथीले के भन्दैछ, मोबाइल देखाउँदैछ। नयाँ मोबाइल मैले किनेँ, नयाँ मोबाइल किनेर त छैन हुन्छ। यो अङ्कलले भनेछ नयाँ मोबाइल त मैले पनि किनेछु यार, मसँग पनि छ नयाँ मोबाइल, तेरो मात्रै छ भने। ट्रक आयो, ट्रक हाइवेमा ट्रकको लाइन। ट्रक अरे यो त डम्पर पो रहेछ। मेरो आँखा बिग्रिसक्यो, डम्पर पो रहेछ। त्यो डम्पर आयो भने रास्ता पुरा उयो हुन्छ, जाम। यो आउनेछ कपडा किन्नु कस्टमर। के लिने दाइ, आउनु यता भित्र।